आजको मेरो काम भयो यो कुहिएको मतलब यो खसेको टमाटर कुनै कुनै त राम्रै हुन्छ कुनै कुनै ग्रिन हुन्छ हैन त्यस्तो टिप्ने काम हो म एक्लै हो यो बगानमा बगान ठुलो छ यसरी उचाल्दै हिँडेर एहे हो यस्तो हुन्छ है घामले पोलेर थप्तेर पसिनै पसिना भासेर यस्तो पोलिरहेको यस्तो हो के गर्ने यस्तो बाल्टीमा हाल्ने यस्तो राम्रो राम्रो खसा छ है मेरो खाँदैन फाल्छ हेर्नु आज मेरो काम भनेको यो खसिया प्लस यो कुहिया गोलमेडाहरू टिप्ने ग्रेड मार्ने काम हो गर्मीले चाहिँ फेरि सफाइ काममा एक्लै ठुलो छ बगैँचा काम गर्नै पर्यो
बनाउन जानु पर्यो र मान्छेले युरोप भन्छ नि होइन कति दुःख छ पसिनाले हेर यस्तो भइसक्यो के गर्ने अब यस्तै हो दुःख त गर्नुपर्छ एकचोटि यसरी टिपेर खसेर नेपालतिर पुरा प्लास्टिक गरेर गरेकोदेखि यहाँ त पुरा फुल्ली त्यत्तिकै छ क्या गोलगुना फार्म पनि हेर न हेर त्यतिकै त्यो बाँस जस्तै त्यो हालेर त्यत्तिकै फलेको छ सिस्टम हेर्दा चाहिँ पानी सिस्टम जस्तो छ नेपालमा चाहिँ छुट्टै हुन्थ्यो यहाँ चाहिँ यस्तो छ पाइपको पुल पारेर खासमा एक्लै पानी हुन्छ होइन फार्म गर्ने सिस्टम युरोपमा दामी छुट्टै तरिकाले गरिँदो रहेछ यिनीहरूको फार्म गर्ने तरिका दामी लाग्यो के गर्ने गाह्रो छ काम गर्ने पऱ्यो आज नवमीको दिन हो के अरे दसैँको नवमीको दिन छुट्टी लिन्छु भनेको किनभने पैसा कमाएर लागिहाल्छ पैसा कमाउँछु भनेर आएपछि अब कमाउनै पऱ्यो त्यही भएर आइहाल्यो मलाई नेपालमा साथीभाइहरू कति रमाइलो गरेर बसिरहेको यहाँ म एक्लै यत्रो ठुलो बगान छ यत्रो ठुलो बगानमा एक्लै छ अरू कोही पनि छैन एक्लै काम गरिरहेको छु पानी ल्याउनु पऱ्यो पानी ल्याउनु नि बिर्सेछ हातबाट तलको म चाहिँ अहिले के अरे ब्रिजको यो स्काला भन्ने ठाउँ हो यो ठाउँ खासै गोलगढामा खासै काम गर्नु यो दुई ठाउँमा हुँदो रहेछ यहाँ चाहिँ सुन्तला टिप्न होइन के गर्ने अब सुन्तलाको काम अहिले स्टार्ट भयो होइन अब स्टार्टमा हुन्छ अब यी कामहरू गर्दैछु सुन्तला काम स्टार्ट भएपछि फेरि 12 घन्टा बिहान उठेको बेलुकासम्म नन स्टप काम हुन्छ शरीरको कुरा हुन्छ भन्छ होला पनि अस्ति मार्दा यहाँनिर सुन्तला हुन्छ 4-5 दिन त्यसको काम गरेको गाह्रो छ रुखमा चढ्नुपर्छ कहिले रुखबाट झर्यो भने भरेङ हालेको गाह्रो छ त्यस्तै हो काम स्टार्ट गर्छु है अब स्टेक तिर्खा लाग्यो ल बोतल भेटायो यस्तो पर्दैछ नि यही अब खाइदिनु पऱ्यो के गर्नु त्यस्तै हो पानी ल्याउनु बिर्सेछ भन्न अब भगवान्को कृपाले भन्ने के भन्ने अब यस्तो बोल्छु भन्नु यति पानी चाहिँ फेला परेन यसले जस तिर्खा मेटिन्छ त्यही ठुलो कुरो हो कम गर्छ यो पानी के भने अब यहाँ पानी अब छेउमा छैन आफूले ल्याएन यो पानी खानु मिल्दैन यो पाइपमा अलिअलि आउँछ खानु मिल्दैन केमिकल हाले आउँछ यसमा सिप्पै यो अब हानिदिनु त होइन कति आनन्द आयो धन्न पानी भेटायो जम्मा यसमा 48वटा लाइन सघाउनुपर्छ हेर अझ एक्लै लिएर एक लाइनमा केही नभए नि 15-20 मिनट लाग्छ यहाँ केही नभए नि यता जानु पऱ्यो
एकचोटि प्राण ठुलो कुरा छ। अरू बेला भेट्यो भए यो पानीले छुँदा नि छुँदैन खाँदा नि खाँदैन। अब यसले चाहिँ के बुझायो भन्दाखेरि अब आवश्यकता नै ठुलो कुरो हो भन्ने बुझिन्छ। त्यस्तै फेरि भगवान्ले पनि ठ्याक गऱ्यो अब आवश्यकता ठ्याक्क जुराइदिएको लक्की भनौँ न। अब रुमबाट कहाँ हो कहाँ धेरै पर आइसक्यो। भाषा आउँदैन यहाँ इङ्ग्लिस अब अलिअलि आउँछ इङ्ग्लिसबाट यहाँ बुझ्दैन एक मान्छे दुईजनाले फटाफट भर्खर केटाकेटीले बोल्ने चाहिँ बुढाबुढीको भाषा बोल्दैन। धेरै राम्रो काम सुरु यस्तो भर्खर केटाले जस्तै फ्रेन्ड त्यही भएर मलाई ल्याउँथ्यो काम खासै गाह्रो भयो ठिकै आधाभन्दा बढी छ।